यो भिडियो चाहिँ म सिधै घर पुगेर देखाउँछु है। अब चाहिँ म पनि आन्टीलाई नै दिन्छु। Hello and namaste everyone, hey, and welcome back to AA's vlog. This is me Anushka Tamang. So if you guys are new to my channel, please do like, share and subscribe, है। आजको चाहिँ हो यो मेरो नयाँ दिन प्लस नयाँ भिडियो है। लाइक आई मिन टु से धेरै ग्याप पछि चाहिँ अब आज फेरि मैले भिडियो लिएर आइरहेको छु। मोस्ट अफ द पिपल वर रिक्वेस्टिङ फर डेली भ्लग है। तर अब डेली भ्लगको लागि चाहिँ हामीले ट्राई पनि गऱ्यौँ होइन, तर लाइक अलिकति ड्युटी आवर्सले गर्दाखेरि चाहिँ त्यति पोसिबल भएन नि त। तर पनि अब बिस्तारै बिस्तारै हामी टाइम म्यानेज गर्दै डिफ्रेन्ट कन्टेन्टको भिडियोहरू ल्याउने प्रयास गर्दैछौँ है। अब अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ प्रायः भ्युवर्सहरूले चाहिँ अस्ति क्रिसमसको होइन अन्तखेरि हामी गुम्बा गएको टाइमको पनि भिडियोलाई चाहिँ वेट गर्नु भइरहेको थिएछ। तर अब अनफर्चुनेटली हामीले लाइक भिडियो गर्नु नै पाएन होइन त्यो सर्टेन टाइममा केही रिजनले गर्दाखेरि। अन्त त्यही हो अब त्यति बेला त अब हामीले गरेन। त्यही भन्दै अब धेरै ग्याप पछि चाहिँ आज म यो भिडियो लिएर आइरहेको छु होइन। आजको भिडियोमा चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ मलाई चाहिँ मेरो एउटा फ्रेन्डले इन्भाइट गरिरहेको छ। अनि एक्चुअली लन्चको लागि इन्भाइट गरेको थियो, तर अब लाइक ड्युटी टाइमिङ्सले गर्दाखेरि नभ्याएर चाहिँ सिधै लाइक इभिनिङमा जाँदैछु होइन। आई होप यु गाइज विल इन्जोय माई भिडियो टिल द एन्ड है। विदाउट गेटिङ लेट, सो लेट्स गेट इन टु द भिडियो। सो गाइज म चाहिँ अब यहाँ हजका साइड गइसकेको छु, तपाईँहरूले देख्नुहुँदैछ है। अन्त यहाँ हजकासमा चाहिँ तपाईँले दिनमा भन्नुहुन्छ कि रातमा भन्नुहुन्छ होइन, मान्छे चाहिँ यति बिघ्न हुन्छ यहाँ चाहिँ। र मम्मी चाहिँ पर ग्रिन पार्कमा मलाई पढिरहनु भएको छ अरे, मलाई चाहिँ अघि नै निस्किनु भन्नुभएको होइन। तर यो के गर्दा त्यतिकै ढिलो भयो नि त। अब चाहिँ म सिधै पर जाँदैछु है मम्मी भएकोमा, अनि सिधै मम्मीलाई भेटेर हजुरहरूलाई देखाउनेछु है गाइस। सो गाइज मेरो मम्मी चाहिँ बम भइरहेको रहेछ होइन। म जाँदाखेरि चाहिँ मान्छेको छेउमा यति बिघ्न गाली गर्नुभयो। अभियसली गाली त खाने नै हो होइन, तर पनि मान्छेको छेउमा यति गाली गर्नुभयो, मलाई त कस्तो लाज पनि लाग्यो हो। अन्त यस्तै भन्दै अब म मम्मीलाई देखाउँछु है। मलाई कति बजी कल गरेको थियो? 3 साढे 2 गरेको होला हो र। हस्पिटलमा हुँदै बरु आइपुगेँ। लुगाहरू धोइ बसेँ नि त मैले। मलाई चाहिँ फेरि त्यही म काम गर्दै गर्दाखेरि मलाई फोनहरू आयो भने चाहिँ म कहाँ हुन्छु, फोन कहाँ हुन्छ होइन। अन्त फोन रिसिभ गर्नु पनि मलाई चाहिँ दिमागमै आउँदैन क्या। अनि यहाँ चाहिँ मैले चाहिँ 1 किलोकै गाली खाएर चाहिँ यो मम्मीसँग मिठाई खाँदैछु है। मम्मीले चाहिँ मिठाई किन्दैछ। सो गाइस अब आज चाहिँ म चाहिँ शुभेच्छाको घर आएको होइन। शुभेच्छाले इन्भाइट गरेको थियो नि त, त्यही भएर म र मम्मी चाहिँ उसको घरमा आएको। यहाँ पनि उसले मलाई खोजिरहेछ, मैले उसलाई खोजिरहेँ होइन। यहाँ मेट्रोमा अलिकति कन्फ्युज भयो नि त। अब उसलाई भेट्यौँ हो। अन्त अब चाहिँ हामी उसको घर जाँदैछौँ। मम्मी र शुभेच्छा चाहिँ अगाडि बात मार्नु हुँदैछ, अन्त म चाहिँ यहाँ पछाडि छु है। अन्त मेरो मम्मीलाई चाहिँ एकदम खुसी लागेको छ कि होइनेको छ। तपाईँलाई कस्तो लाग्यो हामी आएर? एकदम खुसी लाग्यो मलाई। नानीको साथीहरू आउँदा नानीहरू एकदम खुसी लाग्यो। यो चाहिँ फेरि मम्मी र शुभेच्छाको बच्चा चाहिँ आन्टी आउनु भएछ है हाम्रो घरमा। सिधा असल त तपाईँहरूमा हुँदा सिधा मस्ता रहेछ ल। हाई फाई गर्छ हेर ल। हाई फाई सेल्फी, हाई फाई सेल्फी, हाई फाई।
यता हेर्दै त मलाई पनि सिल्पीसँग फोटो खिच्नु यति सिल्पीसँग हेर्दा पनि के हुन्छ जोई पनि जोई पनि दिन्छ नि हर्षदेखि भुक्चै भुक्छ त्यो बिस्तारी मत्तर मत्तर हुन्छ त्यहाँदेखि चाहिँ चिनेको होला हौ मान्दैछु बस बस आफै क्याच गर्दैन त क्याच गर्दैन क्याच गर्दैन यहाँ बसेर क्याच गर्छ नि यहाँ बस त यहाँ बस क्याच गर्छ ल यहाँ बलसँग चाहिँ खेल्छ नि त यहाँ चाहिँ फटाएछ आयो सेल्फी आयो लुलु क्याच क्याच हामीलाई चाहिँ फेरि आन्टीले रुम हिटरहरू जोडिदिनु हुँदैछ हो गाइज हामीले चाहिँ पर्दैन भनेर भनेको थियो तर पनि होइन तिमीहरूलाई चिसो भयो भनेर चाहिँ आन्टीले रुम हिटर फेरि जोडिदिनु हुने अरे है अन्त त्यो भने चाहिँ यहाँ प्लगिङ गर्नुहुँदैछ हामीले चाहिँ ब्लोअर किनेको छौँ कि यस्तो यो चाहिँ ड्युटीमा छ शुभेच्छा साथीले चाहिँ पुरा नै गर्नु थाल्यो सो गाइस अब मम्मी र आन्टीको चाहिँ गफ निकै राम्रो भयो नि त अन्त त्यो भएर हाम्रो बिचको भिडियो चाहिँ मैले हालिनँ अन्त गर्दा गर्दा यता उता भन्दा लास्टमा चाहिँ उनीहरू एकअर्कालाई चिनेको जस्तो भइरहेको रहेछ हो लाइक चिनाजाना रहेछ दुईजनाको लास्टमा चाहिँ अन्त त्यही भन्दै मेरो मम्मी चाहिँ एकदम फोनमा बस्नुभयो है मम्मी के गर्नुभएको के गर्नुभएको एकछिन रेस्ट गरेको तपाईँलाई आज आन्टी घर आएर कस्तो ए आन्टी घरमा त उतै छु जस्तो लाग्यो यताउता बात मार्दा चिनाजाना आफ्नो पैसा घरमा चिन्छु निसा पो लास्टमा त निसा पो चिनाजाना यसो मिठै उयो बाजे चोखिदिनुको बाउको छोरीहरू सब चिन्दो रहेछ आन्टीले चाहिँ के गर्नुभएको चिसो छैन पानी ए हाम्रो शुभेच्छाले फेरि के गर्दो रहेछ हो गाइस मलाई चाहिँ ऊसँग चाहिँ डर लागेर चाहिँ टाढोबाट भिडियो गर्दैछु ऊ चाहिँ साह्रै छुच्ची रहेछ नि त अनि यहाँ नपर्ने चाहिँ शुभेच्छाको पापा हुनुहुन्छ है गाइस अनि अङ्कल पनि आइपुग्नु भयो ड्युटीबाट मम्मी चाहिँ यहाँ सेल्फीसित एकदम सेल्फीले मसाज गरिदिँदैछ अन्त यहाँ चाहिँ हाम्रो समीक्षा पनि आइपुग्यो हाई यहाँ चाहिँ हामीले शुभेच्छाले पानी छर्दैछ अनि यहाँ चाहिँ खाना पनि आइसक्यो है तिमी चाहिँ पस न पैसा पस त मम्मी आज खानामा के रहेछ हौ आन्टीले के बनाउनु भएछ चिकन टेस्ट पनि गरिहाल्नु लौ दामी चिकन मात्रै दामी दालहरू सक्छु नि हुन्छ म तान्छु नि हुन्छ म तान्छु आन्टी खाए ल अङ्कल खाए ल खाना खाने चाहिँ म मम्मी समीक्षा मात्रै भइरहेछु म आन्टीहरूले आन्टीले खाना बनाउनु भएको रहेछ हो उता घरमै
कन्टिना नआएको चाहिँ आफ्नै फुपूको घरपट्टिको आन्टी हुनुहुँदो रहेछ। लास्टमा चाहिँ सबै अङ्कलले चाहिँ बाबादेखिको फुपूदेखिको सबै चिन्नु हुँदो रहेछ। आन्टीले चाहिँ निशा नानाहरूलाई पनि चिन्नु हुँदो रहेछ लास्टमा चाहिँ। मेरो चाहिँ ऊ चाहिँ निशा चाहिँ मेरो चाहिँ माइली भाउजूको भदैनी हो। अन्त गाइस यो ब्याग चाहिँ आन्टीले आफै सिलाउनु भएको रहेछ होइन। आन्टीले चाहिँ कटिङ क्लास मात्रै गर्दो रहेछ नि त। आन्टीले चाहिँ कति गर्नुभयो क्लास? 6 महिना। कस्तो लाग्यो? राम्रो लाग्यो। बिजनेस सुरु गरेँ दामी लाग्यो तपाईँले बनाउनु भएको ब्याग चाहिँ। अन्त आन्टीको चाहिँ यो अलिकति स्याम्पल फाइल रहेछ होइन। नाम चाहिँ निलो रहेछ नि त आन्टीको, निलो तामाङ। अन्त स्याम्पलमा चाहिँ फर्स्ट स्टार्टिङ चाहिँ यो स्टिचिङदेखि हुँदो रहेछ। कच्चा टाका, पक्का टाका, के हो उल्टा टाकाहरू रहेछ स्टिचिङ स्टार्टिङ चाहिँ। अन्त यो चाहिँ आन्टीले बनाउनु भएको रहेछ। दामी रहेछ यो, झन् दामी रहेछ है। यो नि दुईटा नि पेटीकोटै हो है। यो त नि हेर्नु न अहिलेको बर्ड सेट जस्तो ठुलो पनि बनाइदिएको छ। यो त झन् कस्तो मन पर्यो येल्लो कलरको। यो त जन्मेको नानीहरूलाई पनि हुन्छ होला है। हुँदैन यो धोती यो चाहिँ सिन्दुर यो सुरुवाल दामी रहेछ। यो चाहिँ कुर्ती। ए यो चाहिँ गला रहेछ है। हामीले चाहिँ भिसेप गला लाउनुपर्छ। यो गला घाँटी उयो हुँदा चाहिँ दामी रहेछ। आन्टीले चाहिँ यो सँगसँगै थ्योरीहरू पनि गर्नु हुँदो रहेछ। अन्त सबै यो देखाएर त ड्राफ्ट रहेछ होइन। यो देखाएर चाहिँ मलाई पहिला फिजिक्सको न्युमेरिकल प्रब्लम याद आयो। गुडहरू पाउनु भएको रहेछ हाम्रो आन्टीले चाहिँ। अन्त कटिङको क्लास सकेर चाहिँ फेरि उहाँले चाहिँ पार्लर जोइन गर्नुभएको रहेछ हो। पार्लरपट्टि रहेछ अहिले चाहिँ। अन्त सकेर चाहिँ के गर्नुहुन्छ? घरकै लागि काममा हिँड्नु पनि भयो। अन्त हाम्रो आन्टीले चाहिँ यो फर्स्ट बनाउनु भएको अरे उहाँको छोरीलाई होइन। यो चाहिँ कलरवाला रहेछ। समीक्षाले पक्रेको चाहिँ फर्स्ट बनाउनु भएको अरे शुभेच्छाको लागि। कति दामी बनाउनु भएको रहेछ। यो त देखाउनुहोस् त। यो त झन् किनेको कुर्ती जस्तै रहेछ है। कस्तो दामी फिनिसिङ पनि दामी भएको रहेछ। अब चाहिँ म पनि आन्टीले नै दिन्छु बनाउनुको लागि। दामी रहेछ आन्टी, मन पर्यो। ल गाइस अब चाहिँ हाम्रो ओला पनि आइसक्यो है। शुभेच्छा अब कहिले भेटौँ न? अब सिलमिला पनि ल्याउँदैछ शुभेच्छाले। बाई गरिदेऊ। बाई बाई। पछि भेटौँ ल। मलाई त डर लाग्छ नि त त्यतिसित। सबैसँग डर लाग्छ। अस्ति उयोमा घरमा कुकुरले त्यो गरेको थिएँ क्या। बसला नानु। बाई बाई टाटा। नेक्स्ट टाइम आउँछु ल। अघि चिनेनौ अब चाहिँ चिन्यौ। जब चाहिँ हामी घर फर्केको हो। यहाँ चाहिँ जाडोले सबैजना टोपीहरू लाएर भइरहेछ। अन्त ओला पर्खेको भइरहेछौँ। हाम्रो मिसको चाहिँ फेरि फोन बन्नेछ हो। यहाँ चाहिँ उठे
हाम्रो चाहिँ फाइनली गाडी पनि आइपुग्यो है अनि अब हामी चाहिँ गाडीमा चढ्ने बाई गुड नाइट पछि भेटौँ ल बाई शुभेच्छा हुन्छ सो हामी चाहिँ चढिसक्यौँ अनि गाइस अब हामी चाहिँ खानासाना खाएर पनि आन्टी र शुभेच्छा आउनुभयो तपाईँहरूले देखिहाल्नुभयो है हामीलाई पुऱ्याउनुको लागि फाइनली घर पनि आइपुग्यौँ होइन अनि धेरै रात परिसकेको थियो नि त अन्त फेरि भोलि बिहान छिटो ड्युटी जानु छ अन्त त्यही भएर चाहिँ हामी फर्केर आइ पनि हालेको बस्नु भन्नुहुँदै थियो होइन तर हामी बसेन अन्त अब यसै भन्दै अब मेरो आजको भिडियो चाहिँ यति नै हो आई होप हजुरहरूले मेरो भिडियोलाई मन पराइदिनु हुनेछ है अनि if you guys are new to my channel please do like share and subscribe right see you in the next video till then bye